त टोमेटो प्युरी यो टोमेटो हामीले के गर्यौँ भनेपछि टोमेटोलाई हल्का हल्का चिरा गरेर ब्लान्च गरेर त्यसको स्किन फाल्यौँ सिडलेस गऱ्यौँ स्किनलेस गऱ्यौँ अनि त्यसको बिचको भागलाई चाहिँ हामीले हैन पेस्ट बनाएर राख्ने भयो चप गरेर राख्ने भयो है त्यसपछि हामीसँग के छ क्यानेड टोमेटो प्युरी छ त्यसपछि यहाँ हाम्रो मिजामा के छ त चप गरेको अनियन सेलेरी क्याप्सिकम गार्लिक क्यारोट ठीक छ त्यसपछि हामीसँग हर्ब्सहरुमा के छ इटालियन हर्ब्सहरुमा बेसिल रोजमेरी ओरिगानो है त्यसपछि हामीसँग के छ ओलिभ ओइल छ चिली फ्लेक्स छ ठीक छ त्यसपछि यता पेपर ब्ल्याक पेपर छ हैन त्यसपछि सुगर त्यसपछि के छ हामीसँग सल्ट छ है अब यो सबै मिलाएर हामी के गर्छौं त पिज्जाको सस बनाउँछौं है जुन सस हाम्रो सबै पिज्जामा र धेरै जस्तो पास्ताहरुमा युज हुन्छ यसलाई नेपोलिटाना सस पनि भन्छ है त ल